त्यो कुरा गौण कुरा हो, तर म जति समय यहाँ दिएको छु त्यो कुन भावमा दिएँ त्यो प्रमुख कुरा हो। कसैले भन्न सक्नु होला म प्रयागराजमा गएँ, म वृन्दावनमा गएँ, म मुक्तिनाथमा गएँ, म 1 महिना बसेँ, 1 महिना माला झोली मैले लिएँ, त्यो कुरा गौण कुरा हो। त्यो कुराबाट पनि केही प्राप्ति त हुन्छ, तर त्योभन्दा महत्त्वपूर्ण कुरा के हो भने जति बेर म त्यहाँ बसेँ, कस्तो भावबाट म बसेँ, प्रभुसँगको सम्बन्ध मैले प्राप्ति गर्न सकेँ वा सकिनँ, त्यो भाव हृदयमा लिएर मात्रै हामी त्यो प्रभुको एउटा निर्मलता, त्यो प्रभुको माङ्गलिक चरित्रलाई हृदयमा लिएर जान सक्दा यो मानवीय जीवन अत्यन्त मूल्यवान, चरित्रवान र ज्ञानात्मक बनेर अगाडि बढ्न सक्छ। यही भावसहित यहाँहरू सबै प्रति हार्दिक नमन गर्दै आउनुहोस्। एकैछिन प्रभुको ज्योति यो हृदयमा जगाउँ। भगवान ईश्वरले नै यो संसार चलाउनु भएको छ, परमात्माद्वारा प्रदत्त यो शरीर हो, हामीले कसैबाट प्राप्ति गरेका होइनौँ। परमात्माद्वारा प्रदत्त यो शरीर परमात्माकै सेवामा हामीले लगाउनु पर्छ। जहाँ परमात्माको सेवाको भाव आउँछ त्यहाँ सारा जगतको सेवा हुन्छ। यसलाई हामीले पछि म वेदान्त हिसाबमा हजुरहरूलाई बताउने छु। प्रभुको सेवा हुँदा जगत सेवा हुन्छ, जगतको सेवा प्रति मात्रै लाग्दा प्रभुको सेवा नहुन सक्छ। त्यसैले परमात्माको सेवामा नै जगत सेवा अडिएको छ। यद पिण्डे तद ब्रह्माण्डको सिद्धान्त हामीले आत्मसात गरेर अगाडि बढ्नु पर्छ। एकैछिन आउनुहोस् प्रभुको एउटा दुईटा श्लोकमा यो हृदयमा प्रभुको ज्योत जगाउँ, दिवा जलाउँ र हृदय जसरी बाहिर प्रकाश सूर्यको प्रकाशले अहिले उज्यालो भएको छ, त्यसै गरी हामी मनभित्र रहेका ती कुण्ठित भावनाहरूलाई त्याग्दै, ती अहङ्कारित भावनाहरूलाई त्याग्दै, ती अत्यन्त पवित्र भावनाहरूलाई पुलङ्कित गराउनका लागि यो हृदयमा एउटा ज्योति जगाउँ, एउटा दिवा जलाउँ। हाम्रो बाहिरको दिवाले अन्धकारलाई थोरै उज्यालो गराउन सक्छ, तर हृदयको दिवा जलायौँ भने सारा दुनियाँलाई उज्यालो बनाउन सक्छ। त्यही हृदयको ज्योत जगाउँदै प्रभुको एउटा दुईटा श्लोकमा स्तुति गर्दै हामी कथावस्तुमा प्रवेश गर्नेछौँ। वैदिका मंत्र दृश्य पुराण समृद्धि हुँदैन। हामीले अघिल्लो जन्ममा जस्ता कर्म गरेका छौँ ती सारा कर्महरूको अहिले जब हामी भागीदारी बन्नेछौँ, आफूले गरेको कर्मको चाहिँ प्रायश्चित आफैले गर्नुपर्छ। आफूले गरिएको धर्म पुण्यात्मक कर्म छ भने त्यसको भोग पनि आफूले गर्न पाइन्छ। यदि आफूले राम्रोसँग कर्म गरिएको छैन, कर्ममा निष्ठा छैन, आचरणमा शुद्ध छैन, अनि गएर विचारमा शुद्धता छैन, वाणीमा जब चाहिँ शुद्धता छैन, अनि जीवनका हरेक कर्महरू दैनन्दिन क्रियाकलापमा नै आफ्नो भाव अशुद्ध बन्दै बन्दै गयो भनेदेखिबाट जीवन नै अत्यन्त दुर्गन्धित बन्दछ। यो जीवनलाई सुगन्धित बनाएर लिएर जाने हो। आज सुदर्मा नाम गरेकी पत्नीले बारम्बार प्रेरित गरेर उनै सोमकान्त नाम गरेको राजालाई भन्नुहुन्छ, सोमकान्त राजा, यो सारा शरीर भनेको भगवान प्रभुद्वारा प्रदत्त हो, परमात्माद्वारा प्रदत्त हो। बाहरलाई असाध्य सजाएर मिलाएर भगवत सेवामै लगाउनु पर्दछ। आज भोलि पर्सि गर्दा गर्दैमा दिन बितेर जान्छ राजन। भगवान नारायणको चिन्तन गर्ने दिन नआइकन यदि मृत्यु अवस्थामा मरण भएर गयो भने मानव जीवनमा कुनै औचित्य रहने छैन। यो ज्ञानलाई शिरोधारी गर्दै शिरोपरि मान्दै प्रभुको कीर्तन, प्रभुको मनन, प्रभुले दिएका सम्पूर्ण सिद्धान्तलाई अनुसरण, यसैबाट मानवीय जीवनलाई बडो मूल्यवान बनाउन सकिने कुराको आधार जब सुदर्मा नाम गरेकी पत्नी पतिव्रता नारीले सोमकान्त नाम गरेका राजालाई बताउनु भयो, हरि शरणम प्रभो, हरि शरणम, हरि शरणम भज, हरि शरणम, ओम हरि शरणम प्रभु शरण, हरि शरणम प्रभु हरि शरणम, ओम हरि शरणम प्रभु शरणम, हरि शरणम प्रभु हरि शरणम, ओम हरि शरणम प्रभु शरणम।
समृद्धि हुँदैन। हामीले अघिल्लो जन्ममा जस्ता कर्म गरेका छौँ ती सारा कर्महरूको अहिले जब हामी भागीदारी बन्नेछौँ, आफूले गरेको कर्मको चाहिँ प्रायश्चित आफैले गर्नुपर्छ। आफूले गरिएको धर्म पुण्यात्मक कर्म छ भने त्यसको भोग पनि आफूले गर्न पाइन्छ। यदि आफूले राम्रोसँग कर्म गरिएको छैन, कर्ममा निष्ठा छैन, आचरणमा शुद्ध छैन, अनि गएर विचारमा शुद्धता छैन, वाणीमा जब चाहिँ शुद्धता छैन, अनि जीवनका हरेक कर्महरू दैनन्दिन क्रियाकलापमा नै आफ्नो भाव अशुद्ध बन्दै बन्दै गयो भनेदेखिबाट जीवन नै अत्यन्त दुर्गन्धित बन्दछ। यो जीवनलाई सुगन्धित बनाएर लिएर जाने हो। आज सुदर्मा नाम गरेकी पत्नीले बारम्बार प्रेरित गरेर उनै सोमकान्त नाम गरेको राजालाई भन्नुहुन्छ, सोमकान्त राजा, यो सारा शरीर भनेको भगवान प्रभुद्वारा प्रदत्त हो, परमात्माद्वारा प्रदत्त उपहारलाई असाध्य सजाएर मिलाएर भगवत सेवामै लगाउनु पर्दछ। आज भोलि पर्सि गर्दा गर्दैमा दिन बितेर जान्छ राजन। भगवान नारायणको चिन्तन गर्ने दिन नआइकन यदि मृत्यु अवस्थामा मरण भएर गयो भने मानव जीवनमा कुनै औचित्य रहने छैन। यो ज्ञानलाई शिरोधारी गर्दै शिरोपरि मान्दै प्रभुको कीर्तन, प्रभुको मनन, प्रभुले दिएका सम्पूर्ण सिद्धान्तलाई अनुसरण, यसैबाट मानवीय जीवनलाई बडो मूल्य